माननीय ऐनमर्ज्यू, एउटा बच्चालाई ताकी ताकी गोली हान्दा नबोल्ने तपाईँका यी कारिन्दा सङ्गठनहरू हत्यारा केपी ओलीलाई पक्रिँदा सडकमा आउँछन् भने तपाईँका यी सङ्गठनहरू खारेज किन नहुनुपर्ने? नमस्ते साथीहरू, हिजो हाम्रा बझाङका माननीय ऐनमर्ज्यूले कहीँ कतै भाषण गर्दै गर्दा सुनेको थिएँ र उहाँले सरकारको विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय विरुद्ध सबै पार्टीका विद्यार्थी सङ्गठनहरूलाई देशैभरबाट आन्दोलन गर्न आह्वान गरेछन्। माननीय ऐनमर्ज्यू, तपाईँ आज आफ्ना कारिन्दाहरू सकिने भयो भनेर चिन्ता व्यक्त गर्दै हुनुहुन्छ, तर तपाईँका यी कारिन्दाहरूले यहाँको शासन, प्रशासन, सडक, शिक्षा, स्वास्थ्य, विद्यालयहरूलाई कतिसम्म खोक्रो बनाएका छन् भन्ने कुराको अन्दाज समेत गर्नुभएको छ। के सधैँ विद्यार्थीहरूलाई आन्दोलन गर्न, टायर बाल्न, ढुङ्गामुढा हान्न मात्र सिकाइरहने? माननीय ऐनमर्ज्यू, एउटा कुरा के बुझिदिनु होला भने सङ्गठन हुनुपर्छ भन्ने कुरामा हामी पनि विश्वास राख्छौँ, तर ती सङ्गठनहरू पार्टीका हुन्छन् भने त्यो कुरा हामीलाई कदापि पनि स्वीकार्य हुँदैन। त्यसैले विद्यार्थी सङ्गठन मात्र होइन, पार्टीका यी सबै भातृ सङ्गठनहरू खारेज 1 हुनुपर्छ, 2 हुनुपर्छ, 3 हुनुपर्छ। म त भन्छु, बालेन सरकार, यदि तपाईँको यो निर्णय विरुद्ध कोही बोल्छ भने त्यसलाई सिधै आतङ्ककारी घोषित गरेर गोली ठोक्दा पनि केही फरक पर्दैन।